तीन सम्पूर्णमा स्वागत। साझाको नयाँ भिडियोमा दर्शकबिन्दहरू सभा पोखरीमा चाहिँ 5,55,000 को बृहत भलिबल प्रतियोगिता हुन गइरहेको छ। कहिलेदेखि सुरु हुन्छ, कुन कुन टिम आउँछन्, कुन कुन खेलाडीहरूले सहभागिता जनाउँछन्, बाहिरी खेलाडीहरू राख्न पाइन्छ कि पाइँदैन भन्ने कुराको सम्पूर्ण जानकारी दिनेछु। टिएससी एनपिसी आउँछन् कि नै, सन्जु, हिमाल, सन्तोष, गण्डकीका खेलाडीहरू आउँछन् कि आउँदैनन् भन्ने कुराको सम्पूर्ण जानकारी म तपाईँहरू आजको यस भिडियोमा दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला। केही सुझाव सल्लाह प्रतिक्रिया भए कमेन्ट गर्न नभुल्नुहोला। निरन्तर भलिबलको जानकारी पाउनको लागि हाम्रो यस थप अपडेटको लागि स्याङ्जा अनलाइनमा जोइन हुनु होला है। स्याङ्जा अनलाइनमा है बिन्दुहरू अब हुँदैछ सभा पोखरीका बृहत 5,55,000 पुरस्कार राशि भएको महिला तथा पुरुष भलिबल प्रतियोगिता। पुरुषतर्फ प्रथम पुरस्कार 5,55,555, द्वितीय पुरस्कार 3,33,333, तृतीय पुरस्कार 1,11,111 र सान्त्वना 55,555 रहेको छ। निकै बवाल हुनेवाला छ। आमन्त्रित भलिबल प्रतियोगिता भनेपछि एकदमै बवाल हुनेछ। बाहिरी खेलाडी पनि राख्न पाइनेछ, 3वटा बाहिरी खेलाडीहरू राख्न पाइनेछ। यसमा भने टिएससी र एनपिसी भने सहभागिता हुने छैनन्, किनभने यो चाहिँ खुल्ला आमन्त्रित अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हो, जसमा चाहिँ जुनैसुकै पालिका सहभागिता हुन सक्नेछन् र पालिकाले चाहिँ 3वटा बाहिरी खेलाडी राख्न पाइनेछ। सो त्यसकारणले गर्दा टिएससी एनपिसी गण्डकीमा खेल्ने खेलाडीहरू चाहिँ आउन पाउनेछन् र सभा पोखरी जान्छन् कि जाँदैनन् भन्ने कुरा चाहिँ यकिन भएको छैन। मिडिया पार्टनरको रूपमा तपाईँले फेसबुकमा सभा पोखरी भलिबल पेज र युट्युबमा पनि सभा पोखरी भलिबलबाट तपाईँले लाइभ हेर्न सक्नुहुनेछ। 5,55,000 भनेको एकदमै बवाल पुरस्कार राशि भएको खेल हो र कुन कुन टिमहरू जानेछन् र कुन कुन खेलाडीहरू टिमभित्र पर्नेछन् भन्ने कुराको जानकारी आएको छैन। म तपाईँहरूलाई जानकारी दिन मात्रै भिडियो ल्याएको छु र मलाई लाग्छ महिलातर्फ पनि जानेछन् र पुरुषतर्फ पनि गण्डकी प्रदेशका खेलाडीहरू कोही न कोही 2-4वटा जाने पक्कै जानुहुनेछ र नेपाल पुलिस क्लबका, आइपिएफका सरोज बर्देवार पनि पक्कै पनि आउनुहुनेछ। यकिन नभएको मात्रै हो र कन्फर्म गर्न मात्रै बाँकी हो। आउन चाहिँ आउनुहुनेछ। एकदमै बवाल हुनेछ है खेल। सो प्रतीक्षा गर्नुहोस् सभा पोखरीमा हुन गइरहेको सभा पोखरी बृहत भलिबल प्रतियोगिता यही वैशाखको 28 देखि जेठ 2 गतेसम्म। बाँकी अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।